Namaste. Thank you for tuning in. Thank you for being part of this launch video. करिब 1 देखि 1.5 वर्षको कडा मेहनतपछि आज हामी यहाँसम्म आइपुग्न सफल भएका छौं र त्यो यात्रामा सहयोग गरिदिनु भएकोमा एकदम धेरै धेरै धन्यवाद र ह्यापी न्यू इयर 2026। हरेक वर्ष लाखौं मान्छेहरू नेपालमा ट्रेकिङ गर्ने सपना देखिरहेको हुन्छन् र ती मध्ये धेरै नै कम मान्छेहरू एक्चुअलमा नेपाल ट्रेकिङ गरेको देख्न पाइएको छ। यो होइन कि उनीहरुलाई ट्रेकिङ गर्न मन छैन। एक्चुअली नेपाल भनेको एकदम नै अनव्यवस्थित ट्रेकिङ सिस्टम रहेको छ अहिलेसम्ममा। त्यो आज हामी सबै कुरा चेन्ज गर्नेवाला छौं। हरेक वर्ष धेरै मान्छेहरू ट्रेकिङ नेपाल भनेको एउटा फाइनल ट्रेकिङ डेस्टिनेसन त चुज गर्छन्, तर उनीहरुले चुनौतीको पहाड नै चढ्नु पर्ने हुन्छ बिफोर दे गेट बेस्ट ट्रेक एजेन्सीज फर बेस्ट एक्सपिरियन्स, बिफोर गेटिङ कन्फ्युज्ड एन्ड बिफोर बिङ स्क्याम्ड। मानिलिउँ हामीले एउटा ट्रेक बुक गर्नु परेको छ अरे। हामी सुरुमा के गर्छौं भने हामी सुरुमा इन्टरनेटमा जान्छौं या गुगलमा जान्छौं अनि हामी टाइप गर्छौं गिभ मी टप 5 or 10 ट्रेकिङ एजेन्सीज इन नेपाल। देयर यू गो, नाउ यू हैव थाउजन्ड्स अफ अप्सन्स। यो भनेको एउटा राम्रो पनि हो किनकि तपाईहरुसँग अब हजारौं अप्सन छ चुज गर्नमा। तर कन्फ्युजन कहाँ स्टार्ट हुन्छ भने तपाईले त्यो वेबसाइटहरु क्लिक गर्नु भयो भने एउटा ठूलो निबन्ध खुल्छ। एउटा भनेको मैले भनेको एकदम टेक्स्ट हेभी हुन्छ भन्न खोजेको। त्यसले गर्दाखेरि तपाईले सेम ट्रेक, सेम आइटिनरी र डिफरेन्ट प्राइस, तपाईलाई थाहा छैन त्यो प्राइस डिफरेन्ट एक्चुअली हो किन। किनकि त्यो टेक्स्ट हेभी वेबसाइटले गर्दाखेरि तपाईले कस्ट कम्प्यारिजन, तपाईले आइटिनरी कम्प्यारिजन र तपाईले सर्भिस इन्क्लुजन एन्ड एक्सक्लुजनको कम्प्यारिजन गर्न नेक्स्ट टु इम्पोसिबल हो। अनि अर्को अप्सन भनेको प्राय हामीहरूले त फेसबुक चलाइ नै रहेको हुन्छौं अनि त्यहाँ धेरै नै ट्रेकिङ एजेन्सीज, ट्रेकिङ रिलेटेड फेसबुक ग्रुपहरु पनि छ। तपाई त्यहाँ गएर ग्रुप जोइन गर्न सक्नुहुन्छ। त्यो ग्रुपहरु केमा हेल्प गर्छ भने एक्चुअली यदि तपाईहरुसँग ट्रेकिङ रिलेटेड कुनै इन्फर्मेसन सर्च गर्नु छ भने या कुनै क्वेशनहरु छ भने ती ग्रुपहरु रेकमेन्डेड हो। तर यदि तपाई हैन अब म बेस्ट डिल हैन कुन ट्रेकिङ एजेन्सी राम्रो हो, कुन प्राइस राम्रो हो, कुन भनेको स्ट्यान्डर्ड प्राइस हो, कुन भनेको प्रिमियम प्राइस हो, तपाईलाई यदि थाहा छैन भने ती ग्रुपहरु एकदम युजलेस नै हो। किनकि ती ग्रुपहरु ट्रेकिङ अर्गनाइजरहरुले ओन र अपरेट गर्छन्। त्यहाँ भनेको उनीहरुको मात्रै नै त्यो डिलहरु पोस्ट भएको देखिन्छ र अर्को एजेन्सीहरुले त्यो ग्रुपहरुमा पोस्ट गर्न पाउँदैन। त्यही भएर त्यहाँ भनेको अलमोस्ट नो कम्पिटिसन। सो त्यसले गर्दाखेरि तपाईले त्यहाँ आफ्नो बेस्ट डिल चाहिँ पाउनु भएन। अर्को थर्ड अप्सन भनेको यदि तपाईको फ्रेन्ड्स एन्ड फ्यामिलीज पहिला ट्रेकिङ गएको छ भने तपाईले तिनीहरुबाट रेकमेन्डेसन लिन पाउनु भयो। यो वान अफ द अप्सन्स हो, तर नट द बेस्ट म भन्छु। किनकि तपाईले एकदम राम्रो ट्रेकिङ एजेन्सीज, बेस्ट एक्सपिरियन्स दिने ट्रेकिङ एजेन्सीज र बेस्ट डिल तपाईले गुमाउन सक्नुहुन्छ। किनकि तपाईले त्यहाँ रुम नै रहेन, किनकि तपाईले अरूतिर हेर्नु भएन, कम्पेयर गर्नु भएन। त्यसले गर्दाखेरि तपाई त्यसमा चाहिँ धेरै कुराहरु छुटाउन सक्नुहुन्छ। ट्रेकिङ भनेको अबाउट माउन्टेन्स, अबाउट कल्चर, अबाउट पिपल र अबाउट योरसेल्फ हो। यो भनेको कुनै पार्ट अफ नेगोसिएसन, कन्फ्युजिङ र ओभर प्राइस चाहिँ हुनु भएन। अनि मलाई के एउटा अचम्म लाग्छ भने आज हामीसँग यस्तो राम्रो प्रोडक्टहरु छन् जस्तो एयरबीएनबी फर होम्स, उबर फर राइड्स। यहाँसम्म कि आज हामी एआई को दुनियाँमा छौं, तर ट्रेकिङ स्टिल त्यो 1995 मा किनबेच भएको जस्तो देखिएको छ। त्यही भएर आज हामी केही नयाँ कुरा लन्च गर्नेवाला छौं। यो कुनै ट्राभल एजेन्सी होइन, यो कुनै ट्रेकिङ एजेन्सीज होइन, यो कुनै बुकिङ साइट होइन। हामीले लन्च गरेको भनेको एउटा ट्रेकिङ नेटवर्क सिस्टम हो र त्यसलाई नाम दिएको छौं हामीले ट्रेक कनेक्ट। अब तपाई सोच्दै हुनुहुन्छ होला यो कसरी काम गर्छ। म त भन्छु हैन, यो एउटा एकदम सरल र एउटा जादुगरी हो। यसमा भनेको तपाईले कहीँ गएर डिल खोज्नु परेन, तपाईको डिल तपाईकै वरिपरि बन्नेवाला हो।
हाम्रो एउटा फरक के कुरा छ भने हामी डे 1 देखि नै लोकल ट्रेकिङ एजेन्सीजहरु लोकल ट्रेकिङ एजेन्सीजहरुसँग काम गर्छौं। हामीहरूले उनीहरुको बेस्ड अन देयर रिभ्युज, बेस्ड अन देयर रेपुटेसन र उनीहरुको टिमको भिजन र मिसन हेरेर हामीहरूले सेलेक्टिभ ह्यान्डपिक्ड एजेन्सीजहरुलाई हाम्रो प्लेटफर्ममा ल्याउँछौं र हामीले सर्भिस दिनेवाला छौं। अब यो होइन कि हामीले र्यान्डम कम्पनीज या र्यान्डम डिल्सहरु ल्याएर डम्प गर्ने टाइपको मार्केट प्लेस चाहिँ होइन। यो चाहिँ हामीले कन्ट्रोल गरेर एउटा क्युरेटेड टाइपको नेटवर्क हो। अनि अर्को के हो भने हाम्रो ग्रुप, हाम्रो प्लेटफर्ममा बन्ने भनेको ग्रुप्सहरु हो। यदि तपाई ग्रुपमा जाँदैनुहुन्छ भने तपाईको कस्टहरु शेयर हुन्छ एमङ द ग्रुप मेम्बर्स। त्यसले गर्दाखेरि तपाईको पर पर्सन कस्ट चाहिँ घट्न जान्छ, जुन कि कम्पेयर टु सोलो ट्रेकर तपाईले कम पे गर्नुपर्छ, किनकि अभियस रिजन भनेको तपाईको कस्टहरु शेयर हुन्छ। अनि एउटा थर्ड फिचर हाम्रो के हो भने यदि तपाईले ग्रुप जोइन गर्नुभयो भने एउटा ग्रुप च्याट जस्तो खुल्छ। अब त्यो ग्रुप च्याटमा कस्तो हुन्छ भने तपाईले ट्राभल एजेन्सीज तपाईको फेलो मेम्बर्सहरुसँग कुरा गर्न पाउनु भयो। त्यही भएर त्यहाँ कस्तो हुन्छ भने तपाईले फर्स्ट टाइम आफ्नो ट्रेक मेम्बर्सहरुलाई भेट्दै हुनुहुन्छ भने त्यो अक्वर्डनेस चाहिँ हुँदैन, किनकि अलरेडी तपाईहरुले आफ्नो कुराहरु शेयर गरिसक्नु भएको छ। तपाईले अलरेडी आफ्नो मेम्बर्सहरुलाई बुझिसक्नु भएको छ, उनीहरु कहाँबाट हो, उनीहरुले के प्याक गरेर आछन्, उनीहरुले के कस्तो भने तपाई डिपार्चर हुने बेलामा चाहिँ एउटा एज अ टिम डिपार्ट हुनुहुन्छ। अनि अर्को अचम्मको फिचर, बेस्ट फिचर के हो भने हामीसँग एउटा लाइभ ट्रेक सेक्सन भन्ने एउटा सेक्सन छ, जसमा भनेको लाइभ ट्रेकरहरुले आफ्नो बेस्ट एक्सपिरियन्स, आफ्नो मेमोरिज, आफ्नो च्यालेन्ज, आफूले फेस गरेको च्यालेन्जेसहरु आफ्नो एउटा डिस्कसन भन्ने ठाउँमा चाहिँ पोस्ट गरेर हुन्छ। त्यसले गर्दा के हुन्छ भने उनीहरुलाई वेदर कस्तो छ, ट्रेल कन्डिसन कस्तो छ र उनीहरुले के चुनौतीहरु फेस गरेर आछ भनेर तपाईले अलरेडी ट्रेकिङ गरिरहेको मान्छेहरुसँग बुझ्न सक्नुभयो, उनीहरुले अलरेडी शेयर गरेर हुन्छन्। यदि तपाईहरुसँग पनि कुनै जिज्ञासा छ या कुनै क्वेशन छ भने तपाईले त्यो डिस्कसन बोर्डमा चाहिँ तपाईले पोस्ट गर्न सक्नुभयो र ती अलरेडी पुगेका मान्छेहरु, अलरेडी ट्रेलमा भएको मान्छेहरुले चाहिँ तपाईको क्वेशनहरु एन्सर गर्छ, जसले गर्दाखेरि त्यो आउटडेटेड इन्फर्मेसनमा चाहिँ तपाईले डिपेन्ड हुनु भएन, किनकि तपाईहरुसँग रियल टाइममा रियल इन्फर्मेसन छ, जसले गर्दाखेरि तपाईको फ्युचर ट्रेक भनेको एकदम पर्फेक्ट हुनेवाला छ। अनि यो भनेको कस्तो हो भने एउटा इकोसिस्टम हो। जबकि अरु ठाउँमा बुकिङ पेमेन्ट देखि अन्त्य हुन्छ भने ट्रेक कनेक्टमा निरन्तर भइरहेको हुन्छ। ट्रेक कनेक्टले नेपाललाई एउटा वान अफ द बेस्ट अर्गनाइज ट्रेकिङ डेस्टिनेसन बनाउन मद्दत गर्छ र हामीले ट्रेक कनेक्टको सहयोग लिएर हामीले कुनै ट्रेकिङ रिलेटेड डर, कुनै भ्रम र ओभर प्राइसिङ हटाउने प्रयास गरिरहेको छौं र हामीले विथ ट्रेक कनेक्ट एउटा नयाँ स्ट्यान्डर्ड सेट गर्दै छौं, किनकि नेपालले एउटा बेस्ट ट्रेकिङ सिस्टम डिजर्भ गर्छ। सो यो कुनै कम्पनी या बिजनेस लन्च होइन, यो भनेको एउटा समुदायको लन्च हो। यदि तपाई निष्पक्षतामा विश्वास गर्नुहुन्छ, यदि तपाई समुदायमा विश्वास गर्नुहुन्छ, या यदि तपाई लोकल शेर्पाजहरुले नेतृत्व गरून् भन्ने विश्वास गर्नुहुन्छ भने ट्रेक कनेक्ट तपाईको लागि हो। धन्यवाद। यो पुरै भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यदि तपाईसँग कुनै क्वेशन्स या कुनै जिज्ञासा छ भने अवश्य कमेन्टमा लेख्नु होला, म तपाईको कमेन्टहरुको रिप्लाई गर्नेछु र तपाईको दिन शुभ रहोस्। धन्यवाद एन्ड सी यू नेक्स्ट टाइम। बाई।